यहाँहरुलाई नमस्कार शुभ बिहानी भन्न चाहे। आज लगभग सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्ति भएको करिब 10 घण्टा नबित्दै फेरि अर्को हेर्नुस् त नयाँ फाइल निकाल्ने तयारीमा हुनुहुन्छ। जो 2058 साल 19 गते घटेको राजद्रोह हत्याकाण्डको फाइल खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। के सक्लन त बाँकी भिडियोबाट हेर्न सक्नुहुन्छ। धन्यवाद। जेठ 19 गते भएको नारायण हिटी राजद्रोह हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। सबैमा नमस्कार। माननीय गृहमन्त्रीज्यू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका महानिरीक्षकज्यूहरू, अतिरिक्त महानिरीक्षकज्यू, मन्त्रालयका महाशाखा प्रमुखज्यूहरू, विभागीय प्रमुखज्यूहरू र यो कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण सञ्चारकर्मी लगायत अन्य सम्पूर्ण महानुभावहरू, वर्तमान सरकार गठन भएपछि गृह मन्त्रालयको जिम्मेवारीमा माननीय गृहमन्त्रीज्यूको बहाली पश्चात केही समयमा उहाँको सन्दर्भमा केही विषयहरूको उठान भएको र त्यो विषयलाई निरूपण नहुन्जेलसम्मका लागि आफूले पद त्याग गरेर पुनः नेपाल सरकारबाट आज नेपाल सरकारको गृहमन्त्रीको रूपमा नियुक्त हुनुभएको माननीय गृहमन्त्रीज्यू हामी माझ हुनुहुन्छ। म धेरै कुरा नभनिकन माननीय गृहमन्त्रीज्यूलाई गृह मन्त्रालयमा पुनः म हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। हामीले अघि नै स्वागत पनि गरिसकेका छौं र केही समय हामीले सँगै बसेर काम गरिसकेका थियौं र फेरि यो काम गर्ने अवसर प्राप्त भएको छ। यसको निम्ति म खुसी व्यक्त गर्न चाहन्छु र माननीय गृहमन्त्रीज्यूलाई मन्त्रालयको काम कारबाहीका सन्दर्भमा उहाँको निर्देशन बमोजिम, उहाँको चाहिँ सल्लाह सुझाव बमोजिम, उहाँको भावना अनुसार हामी काम गर्नका निम्ति गृह मन्त्रालय र सम्बद्ध निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका हामी सबै तत्पर छौं र हामी सबैको तर्फबाट माननीय गृहमन्त्रीज्यूको गृहमन्त्रीको रूपमा कार्यकाल पूर्ण रूपमा सफल रहोस् भन्ने हामी शुभकामना पनि व्यक्त गर्न चाहन्छौं। हामी धेरै समय पर्खिसकेका छौं, त्यसकारणले मैले अहिले धेरै कुरा नभनिकन यस सन्दर्भमा माननीय गृहमन्त्रीज्यूलाई आफ्नो भनाइहरू राखिदिनु